नेपालमा पैसा चाहिँ खत्रै कमायो त्यो मान्छेले हेरौँ है त अब तपाईँहरूले अस्ति न्युजमा त सुन्नुभयो होला 14 अर्ब रुपियाँ के अरे भ्रष्टाचार भएको पोखरा विमानस्थलमा हानेर अब 14 अर्ब भनेको कति हुन्छ त हेरौँ है त जस्तै यहाँ चाहिँ नि 3टा जिरो र 1 छ भने 1000 रुपियाँ हुन्छ होइन अनि 1 लाख हुनलाई 5वटा जिरो हुनु पर्यो अनि यति कमाउन कति गाह्रो हुन्छ कमाउन जोगाउन भनौँ न कमाउन पनि पर्यो कमाउनै गाह्रो हुन्छ त्यही माथि जोगाउन अब त्यही भन्दै गर्दैन अनि अब यति जिरो हुँदा चाहिँ 1 अगाडि थपिदिने नि 10 लाख हुन्छ अनि त्यस्तै अब यति जिरो भएर यहाँ 1 अगाडि थपिदिने नि यो चाहिँ 1 करोड भयो होइन अनि अब 14 अर्ब भनेको चाहिँ कति हुन्छ हेर्नुहोस् ल हेर्नुहोस् त कतिवटा जिरो छ अब 1000मा 1को पछाडि 3टा जिरो चाहिन्छ 1 लाखमा 1को पछाडि 5वटा जिरो चाहिन्छ भने 14 अर्ब हुनको लागि 9वटा जिरो हुनुपर्छ भनेको सोच्नुहोस् त अब कति रुपियाँ हो 14 अर्ब भनेको कति हो पैसा 140 करोड सोच्नुहोस् त ओ यत्रो पैसा कमाउ